नमस्ते सबैजनालाई। आज म एकदमै सिरियस कुरा गर्न गइरहेको छु। मान्छे बिरामी पर्दा अकस्मात केही हुँदाखेरि हामी चाहिँ एम्बुलेन्स लिनुपर्ने बाध्यता हुन्छ। तर एम्बुलेन्समा आफै एउटा समस्या मैले महसुस गरेको छु, जसको बारेमा धेरै कुराकानी गरिएको पाएको छैन मैले। त्यो के हो भने एम्बुलेन्स आफै यात्रा चाहिँ असुविधाजनक हुने गरेको छ। त्यो एम्बुलेन्समा खास गरी झट्का दिने, ठक ठक लाग्ने, कहिले टाउको ठोक्ने पनि हुन्छ र बिरामीलाई पनि सुविधा हुँदैन। र मैले यति महसुस गरेको छु कि बिरामी अपरेसन भएर हस्पिटलबाट फिर्ता आएका बिरामी छन् भने 2-4 दिनमा हस्पिटलबाट मान्छे फिर्ता आउँछन्। यहीँबाट टाका काट्ने काम लोकल हस्पिटलमा गरौँला, किनभने ठुलो हस्पिटलहरूमा, ठुलो ठाउँमा, सहरमा बस्न अलिक गाह्रो पनि हुन्छ। तर आउने बेलामा झन् दुखाइ बढाइदिने, यो कुन खालको कस्तो क्वालिटीको यो एम्बुलेन्स हो बुझ्नै सकिँदैन। कारहरूमा बस्दाखेरि त्यस्तै रोडमा, सेम त्यही रोडमा त त्यसरी झट्का दिने, ठकठक गर्ने हुँदैन। अथवा बसमै पनि हामी ठुलो गाडीमा चढ्दा त्यस्तो हुँदैन। त एम्बुलेन्समा मैले चाहिँ त्यस्तो धेरै पाएको छु। यो एम्बुलेन्समा क्वालिटीको समस्या हो कि एम्बुलेन्स चालकहरूले, एम्बुलेन्सको संस्थाहरूले ध्यान नदिएर नबनाएर राख्या हो कि यो चाहिँ एकदमै चाँडै गर्नु पर्यो। बिरामीलाई सुविधा दिन नसके पनि असुविधा चाहिँ नदिनुहोस् भन्ने मात्रै म चाहन्छु। धेरै असुविधा नहोस्, रोग नबढाइदियोस्, त्यति भन्न चाहन्छु। र यो कुरालाई सिरियसली लिनु होला। धन्यवाद।